जमाना आयो पल शाहको, सुपरस्टार नायक पल शाहको धमाकेदार धासु फिल्म आबाटामाले बक्स अफिसमा 45 दिन पुरा गरे। आज 46 दिनमा पाइला टेकेको छ। आज 46 दिनसम्म आइपुग्दा धमाका कस्तो भइरहेको छ यो चाहिँ सबैजनाको चासोको विषय रहेको छ। विशेष गरी पल शाह होइन, नेपालका बब्बर शेर हुन्, नेपाली चलचित्र क्षेत्रका राजा हुन् भन्दा फरक नपर्ला। चलचित्र आबाटामाको धमाका देखेर धमाका समेत डराइसकेको छ। सबको सातो पुत्लो गइरहेको छ। 2082 सालको बब्बर शेर फिल्म बनिसकेको छ। कति कमाए त यो चाहिँ सबैजनाको चासोको विषय रहेको छ। हिजोको दिनसम्म चलचित्रले कति कलेक्सन गर्न सफल भयो, आजको दिनको एडभान्स बुकिङको अवस्था कस्तो छ त एडभान्स बुकिङको भिडियो लिएर म तपाईँहरूको सामने आइसकेको छु। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई एउटा लाइक गरेर च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला। आबाट आमाले बक्स अफिसमा धमाका माथि धमाका मचाएको छ। चुनावपछि होइन, चुनावको माहौलमा जति पनि चलचित्रहरू हलमा लागेका थिए नि ती सबै चलचित्रहरू टाट पल्टिए। टाट, चाहे त्यो भारतीय फिल्म होस् चाहे त्यो अङ्ग्रेजका बच्चा हो, सबै टाट पल्टिए। तर पनि पल शाहको फिल्म आबाटामाले बक्स अफिसमा धमाका मचारेको छ। मतलब आगो बल्न सफल भएको छ। आबाटामाको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने हिजोको दिनसम्म आइपुग्दा यसले लगभग 12 करोड 96 लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भइसकेको छ। अब असली धमाका कहिले हुन्छ त? चुनावपछि असली धमाका भएन भनेर यहाँ धेरैजनाले चासो देखाइरहेका छन्। अब असली धमाका त भइहाल्छ नि हजुर। जब पल शाह मैदानमा आएपछि असली धमाका नभएर के हुन्छ त? धमाका हुन्छ, पटाका हुन्छ, आगो हुन्छ। ढुक्क हुनुस्, पल शाहले अझै पनि धमाका मचाउँछन्। तर पनि के हो भन्दा चुनाव पछिको माहौल त्यस्तै नै छ कि एकदमै धमाका केही चिजको पनि भएको छैन। सबैजनाले यति बेला राजनीतिक चासो बढेको छ। त्यसैले पनि फिल्म क्षेत्रलाई यसले अलिकति असर पारेको देखेको छ। अहिले हलमा लागेका नयाँ फिल्महरू पनि चिलिम फर्किए, तर पल शाहले अझै पनि बब्बर शेर धमाका मचाएको छ। थोरै कमाए पनि। कस्तो छ आजको दिनको एडभान्स बुकिङ? तपाईँ र म मिलेर भिडियो सँगै हेरौँ है त। ल हेर्नु सही, मैले एप्लाई पनि गरेँ। उडी बाबा ओइ, आज अब सोमबार हो होइन, त्यति बवाल नहोला आजको दिनमा। धमाका भोलि हुन्छ, किन भन्दा भोलि मङ्गलबार हो है। चुनावी माहौलमा पनि होइन अब यस्तो धमाका हुनु भनेको त्यसलाई सामान्य भन्न मिल्दैन यार। हेर्नु त सोच अझै पनि या आमा खचाखच छ सोच यार। ए आमा, हलवालाहरूले भयङ्कर विश्वास गरेका छन् यार। अझै पनि यार मान्न पर्छ यार, होइन मान्न पर्छ के मान्न। ए आमा, ढुटो पार्न पर्छ, ढुटो। कानको लोती सोती निकाल्न पर्छ बाँकी फिल्मको, बुझ्नुभयो नि। न हेर्नुहोस्, अस्ति भर्खरै प्रदर्शनमा आएको लालीमा कहाँ गयो थाहा छैन। हेर्नुहोस् त आबाटामाको धमाका। अब धुरन्धर 2 आए पनि, जोसुकै आए पनि पल शाहले सबको कानको लोती पड्काउँछन्। लोती ल हेर्नुहोस् है। अहिले सेतो छ तर टेन्सन नलिनुहोस् है। अन द स्पोट पनि जान्छ, डेन्जर भ्यान जान्छ अन द स्पोट पनि होइन। त्यो जानेकै कुरा होइन। ढुक्क हुनुहोस्, बुझ्नुभयो नि। ल हेर्नुहोस् है। अच्छा ल हेर्नुहोस् है। है अरे ओ लोती हैट, काबा सती हेर्नुहोस् है। काबा सती आज त्यति बवाल छैन है, मैले भनिहालेँ नि। आज सोमबार हो, त्यति बवाल छैन। भोलि चाहिँ धमाका हुन्छ, धमाका। पल शाह हुन्, डेन्जर गर्छन् अझै होइन। 1 महिना कप्ला कुप्लु कडा कुडु होइन बटार्छन् पल शाहले, सबलाई बटार्छन्। ल हेर्नुहोस् है। ल हेर्नुहोस्, बुटोलतिर हेर्नुहोस् त। बुटोलतिर नि खाली देखिएको छ होइन। हल्का रिजर्भ देखियो है, फेरि हल्का टुच्च। ये आमा देखियो नि त रातो त हल्का त। ये आमा पल शाह हुन्, डेन्जर हुन्छ कि अझै पनि, बुझ्नुभयो नि। ये हैट भक्ते, अरे ओ भक्ते ल हेर्नुहोस् है। अरे ओ भक्ते ल हेर्नुहोस् है। ल हेर्नुहोस्
गर्छ, केही गर्छ? अरे ओ सावा, ल हेर्नुहोस् है सिजी मल दमौलीतिर हेरौँ त, दमौलीतिर कस्तो छ? दमौलीतिर नि खाली देखिएको छ है। अब टेन्सनका कौना बात छैन होइन। फिल्मले जस राको बाल्छ, आगो आँधी तुफान धमाका पटाका हुन्छ, पटाका बुझ्नुभयो नि। अहिले सेतो होस् चाहे जेसुकै होस्, यहाँ त पुरै राको बल्छ, राको। अरे ओ राको, ल हेर्नुहोस् हाइट। अरे ओ राको को बच्चा, जो आबाट आमाले बबाल गरे यार, बबाल गरे यार आबाट आमाले यार, डेन्जर गर्यो के डेन्जर। पल्सा भनेको होइन, डेन्जर हुने यार, डेन्जर। ए आमा डेन्जर हुन् पल्सा, बब्बर शेर हुन् पल्सा, बब्बर शेर। नेपाली चलचित्र क्षेत्रको त होइन, पुरै बब्बर शेर। ककडा कुकुडुक कडाक कुडुक पार्ने खालको कि सबलाई, ककडा कुकुडुक कडाक कुडुक पारेर होइन, बटार्जन सबलाई बटार्जन, पुरै मुला बटार यसरी बटार दिन्छन्। ल हेर्नुहोस्, ल हेर्नुहोस्, हल्का धासु। अरे ओ धासु, भारतीय फिल्म धुलन्धर आएपछि मजा आउँछ क्या। धुलन्धरलाई चटनी पारेको हेर्न, चटनी हुन्छ, चटनी। अरे ओ चटनी, बुझ्नुभयो नि? हो त्यो इन्डियाको दादा होला होइन, तर नेपालको स्याल हो, स्याल। ल हेर्नुहोस्, केही हुन्छ है, केही हुन्छ। ल हेर्नुहोस्, आजको दिनमा पनि एकदमै बवाल त छैन, तर पनि लगभग 1.5 लाखको कलेक्सन आजको दिनमा पनि गर्ने सम्भावना प्रबल मात्रामा देखिएको छ। अब असली धमाका कहिले हुन्छ त भन्दा भोलिको दिनमा है। भोलिको दिन मङ्गलबारको दिन हो। भोलिको दिनमा पल्साले फेरि राको बाल्छन्, आगो आँधी तुफान धमाका पटाका अवश्य पनि हुनेछ। यदि तपाईहरु पनि सुपरस्टार नायक पल्साको ठुलो फ्यान हुनुहुन्छ भने कमेन्ट बक्समा गएर #पल्सा #आबाट आमा भनेर लेख्न नबिर्सिनु होला। र भिडियो मन परे भने भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला।